हेलो साथीहरू, आउनुहोस् रमाइलो गरौँ, घुमघाम गरौँ। यो चाहिँ हङकङको लन्डन सहर। अनि के भन्नु, यता आउनुहोस्। बाँसघारी छ, बाँसघारी छ यहाँनिर। यहाँ चाहिँ अब तामा चाहिँ खान्छ, म चाहिँ तर खाएको छैन। एकचोटि पसेको किराले लास्टै टोक्यो के। खाना चाहिँ भव्य खाँदो रहेछ। यतातिर निकै राम्रो गाडीहरू पनि छन्। यी यस्तो गाडीहरू पनि छ है। ल साथीहरू, यस्तै छ हेर्नु। पानी पर्ने मौसम पनि छ। किरा पनि कराइरहेको छ हेर्नु न। आवाज छैन, सुन्नु भएको छ नि। किरा कराइरहेको छ। 10 वर्ष विदेश बसेर दिनरात खटेर मिहिनेत गरेर कमाएको पैसाले किनेको, हेर्नु न गाडीहरू, किनेको मोबाइलले खिचेको फोटो भिडियो कम्ती गाह्रो छ। ल हेर्नु त, विदेश 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 भन्छन् है। के नै होला जस्तो हुन्छ नि। र यस्तै छ हौ केरामुसीहरू। त्यसको सहरमा बसेर चाहिँ अल्गलको बिल्डिङहरू खिचेर चाहिँ विदेश भनेर देखाउँदो रहेछ। त्यसको अल्गलको बिल्डिङ खिचेर चाहिँ अनि हामीलाई पुरै झुक्क्याउँदो रहेछ के विदेश पहिला आउनेहरूले। कस्तो लाग्यो तपाईँहरूलाई? कस्तो लाग्दैछ? ल आज चाहिँ फ्राइडे, आज चाहिँ फ्राइडे हो है। अब यसो घुमघामको लागि पनि निस्किने दिन चाहिँ हो, तर खासै त्यस्तो चाहिँ छैन है। आज फ्राइडे अनि मुस्लिम धर्मावलम्बीहरूको चाहिँ आज मुस्लिम धर्मावलम्बीहरूको चाहिँ चाड हो के मुस्लिम देशहरूमा। प्रायः चाहिँ हाम्रो नेपालमा पनि होला। बकरिद के भन्छ, तर पनि सबैले छुट्टी मनाउँछ र रमाइलो पो हुन्छ। एक प्रकारको रमाइलो लाग्छ। यो काग हेर्नु है, यसको पनि दिन अच्छामा छ। सङ्घर्ष गरेर रात दिन पसिना बगाएर सँगले यो चाहिँ कम्पनी है, यस्तो छ। यो चाहिँ मेरो जहिले बस्ने ठाउँ है। यो चाहिँ एकदम मेरो एक्लै प्राय म हुन्छु होइन। यसो यो शीतलमा मेरो भिडियो बनाउने ठाउँ पनि यही हो, घुम्ने ठाउँ पनि यही हो। यस्तो छ है, रमाइलो छ घुम्ने ठाउँ पनि। यहाँ चाहिँ मेरो प्रायः सब भिडियो बनाउने ठाउँ के, एकदम शीतल छ, आराम छ। यो दाउराहरू पनि धेरै छ कि। यो आगो बाल्ने भने मासु पोलेर खाने भने कम्ती राम्रो छैन दाउरा। हेर्नु न, रमाइलो छ नि त हो यहाँ त।